नमस्कार, म मयङ्क ढोका मगर हाल अबुधाबीमा छु। आज चाहिँ के भयो भने हिवा सुपर मार्केटमा गएको थिएँ। यहाँ चाहिँ मभन्दा एक अगाडि अरू बेग महिला हुनुहुन्थ्यो जसले चाहिँ बुर्का लगाउनु भएको थियो। अनि मैले जम्बो जुस अनि के मोही के अरू तीनवटा आइटम किनेको थिएँ, जसमा चाहिँ मेरो टोटल 13 दिराम भएको थियो। र उहाँले मभन्दा अगाडि हुनुहुन्थ्यो, उहाँले चाहिँ के गर्नुभयो भने मेरो 13 दिराम पनि पेमेन्ट गरिदिनु भयो। एउटा नेपालीलाई पनि जस अरूबेन दिदीहरू बहिनीहरू आमाहरूले चाहिँ सम्झिनु माया गर्नुहुँदो रहेछ। उहाँ चिने जाने त कोही हुन्थेन, तर पनि अब मेरो अब धेरै उ थियो, पसिनै पसिना भएको थियो सर्टभरि। अनि उहाँ चाहिँ त्यस सम्झेर चाहिँ मेरो त्यो पेमेन्ट दिइदिनु भयो 13 दिराम। यस अरबियन महिलाहरूमा चाहिँ मानवता भन्ने कुरा हुँदो रहेछ। उहाँ मुस्लिम भए पनि तर म हिन्दूको चाहिँ पैसा पेमेन्ट गरिदिनु भयो। उहाँलाई त म चिन्दैन, तर पनि हृदयदेखि धेरै धेरै धन्यवाद दिन्छु कि उहाँले गर्दा एउटा युई अबुधाबीका आमाहरूप्रति एकदमै उच्चतम सम्मान प्रकट गरिरहेको छु। हस्, धन्यवाद।